Hello, hi, good evening. What's up, students? I hope you all of you guys doing best. एक्जाम नजिक आइराखेको छ एक्जाम ओरिएन्टेड केही सिलेक्टेड टिप्सहरूलाई चाहिँ सेयर गर्नु होला अलिकति मनोरञ्जन गर्नु होला क्वेसन चाहिँ स्क्रिनमा चाहिँ हेर्नुहोस् क्वेसन चाहिँ 2080 सेट जिएचमा सोधेको क्वेसन इफ द टोटल रेभेन्यू फङ्सन इज 5q माइनस 20q स्क्वायर फाइन्ड द मार्जिनल रेभेन्यू फङ्सन 1 मार्क्सको लागि दिएको छ। ओके, अब हामीले चाहिँ सबभन्दा पहिला सोल्युसनमा गिभन राखौँ। गिभनमा टोटल रेभेन्यू भनेको छ। टोटल रेभेन्यू इज गिभन। टोटल रेभेन्यू कति छ? 5q माइनस 20q स्क्वायर छ। ओके, अब यसलाई हामीले टोटल रेभेन्यू इक्वल्स टु 5q माइनस 20q स्क्वायर यो गिभन हो, गिभन दिएकै छ। ओके, अब मार्जिनल रेभेन्यू फङ्सन इक्वल्स टु वाट दिएको छैन। अब त्यसै गरी अकर्डिङ टु फर्मुला राख्दिउँ। अकर्डिङ फर्मुला अनुसार मार्जिनल रेभेन्यू इक्वल्स टु अब यहाँ क्यू दिएको छैन, टोटल रेभेन्यू र मात्रै अहिले गिभन छ। अब यसलाई चाहिँ हामीले डेरिभेटिभबाट गर्नुहुन्छ डिवाई डिक्यू इन्टु टिआर गिभन छ। ओके, सो डिवाई डिक्यू इन्टु 5q माइनस 20q स्क्वायर अलरेडी गिभन छ। यो दुइटैलाई सेपरेट गरिदिउँ। डी बाई डिक्यू अलरेडी माथिको छँदैछ 5q लाई ल्याएर सेपरेट गऱ्यौँ माइनस 20q स्क्वायर यो चाहिँ ब्राकेटमा हो तर चाहिँ डेरिभेटिभको डिवाई डिक्यू चाहिँ छ। अब हामीले भ्यालु राख्नु पऱ्यो। 5q को डेरिभेटिभ भ्यालु हुन्छ 5 माइनस 20q स्क्वायरको डेरिभेटिभ भ्यालु हुन्छ 22 चाहिँ 40q हुन्छ आन्सर। अनि 5 माइनस 40q यो आन्सर हुन्छ है। एकछिन अगाडि रिमाइन्ड गरिदिन्छु म। टोटल रेभेन्यू 5q माइनस 20q स्क्वायर, मार्जिनल रेभेन्यू चाहिँ आस्क गरेको छ, क्वेसनमा सोधिएको छ। अकर्डिङ टु फर्मुला क्यू नदिएको खण्डमा चाहिँ डी बाई डिक्यू इन्टु टिआर गर्ने यो डेरिभेटिभबाट। डेरिभेटिभलाई चाहिँ जस्ताको तस्तै डेरिभेटिभमा ल्याएर क्वेसन राख्यो 5q माइनस 20q स्क्वायर यहाँसम्म। अनि योभन्दा पछाडिपट्टि आउँदाखेरि अब सेपरेट गऱ्यौँ, डेरिभेटिभको भ्यालु सेपरेट गरेर निकालिन्छ। 5q डेरिभेटिभ 20q स्क्वायर डेरिभेटिभ गऱ्यौँ। 5q डेरिभेटिभको भ्यालु 5 हुन्छ, 20q स्क्वायर डेरिभेटिभको भ्यालु 22 जा 40 क्यू हुन्छ। ओके, थ्याङ्क यू, स्टे इन ट्युन।